लोकेसन तल हान्ने माथि बस्ने कहाँबाट हुन्छ त मैसाब मेरोमा यहाँ भनेर भन्न नमिल्ने प्यासेन्जरलाई होइन मेरो दिदी बहिनी। ये बड़ी अच्छी बात कही आप। सही हो मामा सिट काटिदिनु। हेलो गुड मर्निङ सबैजनालाई है। अहिले चाहिँ बिहानको ठ्याक्कै 8 बजेको छ। म चाहिँ काममा निस्केको अवस्था है। सबैलाई मेरो भ्लगमा फेरि स्वागत छ। एकदमै माया गरिदिनु होला। मेरो भ्लग सबैले हेरिदिनु होला है। म चाहिँ मेरोमा पेट्रोल छैन केटा हो, त्यही भएर उहाँले के भन्नु पेट्रोल हाल्न जाँदैछु। म पेट्रोल हालिसकेपछि बल्ल मेरो काम स्टार्ट हुन्छ आजको। कति ट्रिप हाल्छु त्यो सोचेकै छैन। इन्डिया प्रयाङको 2टै हाल्छु। आजभोलि अलिकति गाह्रै छ एउटै मात्रै गर्न, त्यही भएर म चाहिँ सुरुमा पेट्रोल पम्प जान्छु। त्यसपछि बल्ल अनि मजाले ट्रिप हाल्छ है त। ल हेर्दै गरौँ। यो पेट्रोल पम्पमा चाहिँ तेल हाल्नु पऱ्यो। 200 को भाइ 200 कति हाल्छ नि? 200 पैसै छैन यार। 250 गरिदिउँ क्या हो। ल धन्यवाद। ल केटा हो तेल पनि हालिदियो है। अब चाहिँ मैले यहाँ हेर्छु अब कति ट्रिप हान्ने भन्ने कुरा। ल है त मैले चाहिँ पशुपति क्याम्पसबाट उठाइसकेँ पहिलो ट्रिप चाहिँ ड्राइभ है। मैले याङ्गोमा 14 ट्रिप चाहिँ गोल राखेको छु। अब हेरौँ 14 ट्रिप चाहिँ हान्ने पऱ्यो। अब मेन ड्राइभमा चाहिँ कति हान्छु भन्ने कुरा हो। हाम्रो कता हुनुहुन्छ हाम्रो सरी एक बार बजीमा कल गरिदिउँ न। त्यही त मेरो फर्स्ट राइड चाहिँ यही सक्यो। 70 रुपियाँको ट्रिप कम्प्लिट भयो। ल हेर्दै गर्नु होला है त सबैजनाले। लु है त मेरो सेकेन्ड ट्रिप पनि लागेको अवस्थामा थापाथली मिलिट्री हस्पिटल। अरे के भन्छ त्यसलाई यार, थापाथली परोपकार हस्पिटल। कुन हस्पिटल रे यार? थापाथलीको प्रसुति गृह हस्पिटलको थापाथली चाहिँ ए हस् हस् हुन्छ केही छैन। खोला खोला तुरै तिर एकछिन हस्पिटल बाहिर बसेको केटा हो। मामाले लकरतिर हे के पनि हो एक हिसाबले। एक्सिडेन्ट आउँदै छैन के बडावालालाई। कहाँ गएर बस्नु यार, गाह्रो छ यार। जता बस्नु पर्यो मामा आएर लकेटिदिनुहुन्छ। कहाँ गएर बस्नु हामी आस ल्याङ हिँड्छ यार। के गर्ने होला आँखा डप। अब यतातिर चाहिँ कस्तो पऱ्यो अब केटा हो। टिप्स पाइयो नि त 90 उठेको 100 10 20 30 40 50 रुपियाँ टिप्स पाइयो यार। धेरै धेरै धन्यवाद अङ्कलहरूलाई है। त्यो टिप्स सबैले दिए त हुन्थ्यो नि है। 40 50 40 बस कस्तो मजा आउँछ अरे। क्या सोच है रे तेरी। ब्याट्री सकियो यार मेरो ब्याट्री। अनि यहाँ भान्जाको पावर ब्याङ्कले चाहिँ दामी काम गरिरहेको अवस्था। ठिक छ भान्जालाई धेरै धेरै धन्यवाद पावर ब्याङ्कको लागि चाहिँ। दादा सोफा हब कता हो? सोफा हब हजुर अगाडि हो। ए हस् धन्यवाद। तपाईँ हो ए उतापट्टि गल्लीमा चाहिँ देखाएको थियो लोकेसन। काम पनि भइहाल्यो। कहाँनिर दिदी? कति दिनुहुन्छ? दिन्न जति दिनुहुन्छ जति दिनुहुन्छ दिनु। यति मात्रै समस्या हुन्छ हुन्छ। म एउटा
हालिदिनु हुन्छ 50 रुपियाँ होइन ठिकै छ भयो हाउस वेलकम 45 रुपिस यस्तो हुनुपर्छ क्या म जस्तो हुनुपर्छ राइडर भयो जति किन मलाई चाहिँ दिनु भनेको 45 रुपिस किन्नु भयो ठिक छ त टाढा लिएकै होइन मैले है कहिले कसो हेल्प गर्नुपर्छ नि त यति छ अरे नि त पैसा अनलाइनमा छ अरे ठिकै छ नि त होइन त केटा हो बस पार्कको हो बस पार्क होइन नि कहाँ हो त्यो एनसिल बिल्डिङ हानेको होला के छ नाम तपाईँ किन ड्राइभ गर्नुभयो कि आङ्गो होइन म यहाँ बस पार्क है कहाँ हुनुहुन्थ्यो म त यताबाट उता के घरि यता हेरि यता ए त्यही म यहाँ अलि पछाडि थिएँ क्या म अघि हिँडेको गएको थिएँ ए त ल भयो है तेरि गएर आधा घन्टा लाग्यो झन्डै भाइ के मगर हो तिमी ए कताको मगर हो कुन मगर भने कताको मगर म सुर्खेत छु सुर्खेत ए घर जान लाग्यो त तिमीहरू ए के गर्छौ यता यता पढ्दै पर्छ त्यो ल्याङ्ग्वेजबाट हो ए सही हो मामा सिट काटिदिनु होइन ल्याम्प पो छिराइदिनु क्या हो बस पार्कको वाल त दामी बनाएको रहेछ यार ओ हेरेर हजुर हेरेर यहाँबाट साट्टै जानु न सजिलो हुन्छ ल यहाँ बसेर जानु अब चाहिँ भोक लागेको अवस्थामा खाना खान जानु पर्यो शिव मन्दिर चोकमा छ है केटा हो भात खान चाहिँ यस्तो अब राइडरहरू कोही हुनुहुन्छ भने चाहिँ सस्तो मिठो खानको लागि चाहिँ एकदम पाल्दा हुन्छ एकदम मजाले है मर्का बिरयानीको खाना चाहिँ मिठो छ सस्तो मिठो केटाहरूले के गर्दैछन् ओहो काम भइरहेछ खाना खाऊँ न त यार चिकन खाना खाऊँ एउटा त्यसो भाइ खै त केटाहरू ल है त मर्काबाट खाना पनि खाएर निस्केँ म एकछिन घुम गएर नुहाउँछु कपडा धुन्छु त्यसपछि 3 बजेतिर निस्किनु पऱ्यो बेलुका 9-10 बजीसम्म हाल्दा ठिक्क हुन्छ केटा हो भनेको आम्मा के साह्रो जाम हो दिउँसोको 1 बजे पनि यस्तो जाम हुन्छ साह्रो छ ल है त मैले चाहिँ नुहाइ गरेर ट्याक्कै सकेर पनि ढिला भयो यार पानी परेर रोकेको थिएँ क्या फेरि जान लाग्छु म चाहिँ के गर्दै हो सुड्डो ओ चाङबा ओ चाल हेर्दैन ल लागेँ म त ल मित्र आज मित्र पार्टीमा आएन भोलि भेटौँ मलाई ल ल है त ल म चाहिँ लागेको अवस्थामा यहाँ सर्टकटबाट हान्नु पऱ्यो नि त है पानी परेर रोकियो अब चाहिँ हिँड्नुपर्छ ल है त हेर्दै गरौँ सबैजनाले माया देखाइदिउँ है एकदम माया छ मनदेखि सबैजनालाई लोकेसन तल हान्ने माथि बस्ने कहाँबाट हुन्छ त मैसाब मेरोमा यहाँ भनेर भन्न नमिल्ने प्यासेन्जरलाई होइन मेरो दिदी बहिनी ये बड़ी अच्छी बात कही आप ओहो हजुर हो लोकेसन अलिक तलको रहेछ क्या त्यहाँ चाहिँ देखाएर बस्नुहुन्छ हजुर एकदम हाँस्नुभयो त ल आज चाहिँ यहाँ खै याङ्गो हान्ने भने इन्ड्राइभ भाइरहेको छ कसरी पुऱ्याउने हो त मैले याङ्गोमा छैन जुन त्यही भएर मैले यो इन्ड्राइभ हानेको अवस्थामा एउटा हो गङ्गबु गणेश स्थानको मन्दिर ओम गणेश जय नम रक्षा गर भगवान् कता हुनुहुन्छ तपाईँ हो ए सरी है दुःख दिनु भयो नि त म कति टाढाबाट आएको गाह्रो भयो नि त यस्तो गर्नुभयो भने त हस् हुन्छ ल क्यान्सल गरिदिनु है हाम्रो बिजी छ कि पिनिसा म्यामले रङ लोकेसन हान्नु थियो पनौती नै लगाएन ट्रिपै लगाएन है अब यता म चाहिँ अहिले मामाको पसल नजिकै छु क्या हाम्रो मामालाई नभेटेको धेरै भयो एकदम विपिन मामालाई है हाम्रो मामाको चाहिँ गिफ्ट पसल छ हुक्का भेप गिफ्टहरू बजाएर चाहिँ एकदम आउनु सक्नुहुन्छ यो पसल चाहिँ मामाको आफ्नो रङ टाइम आएँ म पनि तर मामा हुनुहुन्न दिदी मात्रै हुनुहुन्छ जस्तो छ
दिदी नमस्ते कालै के छ के गर्दैछौ यार खै त मामा ए हाम्रो मामासँग भेट चाहिँ भएन मैले 2वटा टप चाहिँ किनेर आएँ हिराको है 2000 4000 को टप मैले चाहिँ यो यार याङ्गो हान्नको लागि जोनमा आएको है पर्पल जोनमा तर इन्डियाले दामी रेट दियो मैले उठाइदिएँ क्या स्काई वाफ अगाडि कहाँ हुनुहुन्छ त खै हेलो कता हुनुहुन्छ त तपाईँ हो सजिएर बस्नु भएको त के हो र यस्तो राम्रो भएर बस्ने ए त्यही त बस्ने ए हुन्छ भयो ओ खोइ अब मिठो पानी परेको अवस्थामा म चाहिँ कोटेश्वरमा छु है केटा हो पानीले पनि सताउँछ दिनकै बर्खामा पानी नपर कहिले पर्ला र यो दिनको 2-3 चोटि चाहिँ पानीले राम्रै दिइरहेको हुन्छ पानी परेपछि अब रेट त राम्रै हुन्छ तर अलिक झ्याउ हुन्छ क्या गर्न औडै फेरि मेरो एयरबसको ब्याट्री लो भनिरहेछ कस्तो दामी देखेको त लाइटै छैन क्या तर यहाँ पोलमा यहाँ लाइट हाल्नु पर्ने है अनि पो दामी देख्थ्यो त हँदारो देख्छ यार मेन हाइवेमा मेन रिङ रोडमा त्यस्तै छ आजको ट्रिप चाहिँ 14 ट्रिप राखेको 2 ट्रिप हाने मैले चाहिँ यहाँको कस्तो होला त होस् दिनरात चाहिँ हाने नि त मैले त्यही भएर अब जता रेट राम्रो हुन्छ उस्तै हान्ने हो म चाहिँ कहाँ हुनुहुन्छ तपाईँ म त यहाँबाट 1 राउन्ड हान्दा आएको नि फेरि ए के छ कहिले कसो हुन्छ 8 के ट्याक्सी अफलाइन सब लुट्ने हो क्या घर चाहिँ कता तपाईँ ए इलाम बस्नुहुन्छ मेरो धनगढी हजुर हस् हुन्छ वेलकमहरूले कस्तो भारी पो रहेछ हस् हुन्छ ल धन्यवाद हजुरलाई टिप टेकमा 50 रुपियाँ आज यार 50 गरेर 2 ठाउँबाट 50 100 रुपियाँ टिप्स पायो त केटा हो यतिको टिप्स पायो भने चाहिँ के हुन्छ है आफूलाई काम गर्न मन लागिरहेको हुन्छ है टिपै लाग्दैन क्या अल्छी लाग्छ क्या झन् पर्थ्यो बल्ल तल्ल राम्रो दिन्छ पायो काम गर्न मन लागिरहेछ यार सबै छमेलमा छु है त अब छमेलबाट लास्ट ट्रिप सक्छ यो चाहिँ मेरो एसएम के हुन्छ क्यान एसएम सम फाइनली आजको ट्रिप पनि सकियो है त मैले ह्याङ्गो चाहिँ गरेन धेरै 2 ट्रिप मात्रै हाने इन्डिया चाहिँ बेसी गरेँ ठिकै छ अब कहिले कति बज्यो भन्दाखेरिमा ट्याक्क 9:15 भइसक्यो बिहान 8 बजे निस्केको दिउँसो लटर भयो यस्तै छ सबैजनाले हेरिदिनु भएकोमा धेरै धन्यवाद है आजको भ्लगलाई चाहिँ यहीँ टुङ्गाउन चाहन्छु भोलि फेरि भेट्नेछौँ हामी होइन मेरो भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब सबैले गरिदिनु होला सबैलाई माया छ शिवरात्रि बाई बाई